चाहिँ सञ्चार क्षेत्रमा सञ्चार जगतमा पाइला राखी चाहिँ पाइला अगाडि कदम चलाउँदै गर्दाखेरि चाहिँ तपाईँ चाहिँ पहिला कदममा चाहिँ कसरी आँट गर्नुभयो तपाईँले चाहिँ त्यो हुन्छ नि तपाईँले चाहिँ त्यो रेडियो क्षेत्रमा सञ्चार जगतमा चाहिँ पाइला चाल्दै गर्दाखेरि कतिको समस्या झेल्नुभयो अथवा तपाईँ चाहिँ कुनै पनि समस्या नझेलेर यस ठाउँसम्म आउनुभयो के यस्तो हुन्छ भाइ मैले खास गरी रेडियोमा सङ्घर्ष धेरै गरे हो हजुर तपाईँले चाहिँ कार्यक्रम चलाउँदाखेरि धेरै सङ्घर्ष दुःख गर्दै झेल्दै यहाँसम्म आउनुभयो तपाईँले चाहिँ पहिलो सुरुमा चाहिँ कार्यक्रम अभिनय मञ्च तपाईँले चाहिँ कार्यक्रम चलाउनु भयो त्यो कार्यक्रम चलाउँदै गर्दा चाहिँ तपाईँले चाहिँ अभिनय चाहिँ भित्री हृदयदेखि आउनुपर्छ कि जुन चाहिँ अभिनय गर्दा चाहिँ तपाईँलाई चाहिँ त्यो अभिनय चाहिँ कुनै क्षेत्रमा चाहिँ कुनै अभिनय गर्दाखेरि चाहिँ तपाईँको मन मुटुमा छोएको कुनै अभिनय छ अभिनय त छ फेरि 5 बजे हिँडेर करिब 2 घन्टाको बाटो घरमा आइन्थ्यो घर आउँदा आउँदै रात पर्थ्यो एकदमै गाह्रो हुन्थ्यो बाटोमा त्यही माथि पनि पछिल्लो समय 9-10मा पढ्दाखेरि झन् अब ट्युसनहरू पढ्ने भयो त्यसपछि ट्युसन पढ्ने बेला झन् अब घरबाट जान एकदमै गाह्रो यतिखेर चाहिँ तपाईँले चाहिँ यी सबै भन्दाखेरिमा चाहिँ तपाईँले चाहिँ एउटा मिठो गीत पनि गाइदिन सक्नुहुन्छ हाम्रो दर्शक श्रोताहरूलाई गाइदिनु न म गाइदिहाल्छु है त हजुर छिट्टै आउँछु भनी गएको छैन रहो माया लागेको छिट्टै आउँछु भनी गएको छैन रहो माया लागेको यहाँ त साइली बेग्लै भयो नि यो दुनियाँ त साइली बेग्लै भयो नि मलाई माया गर्ने मान्छे आज हेलो दर्शक नमस्कार अनि हार्दिक स्वागत छ यतिखेर चाहिँ हामी चाहिँ दाङ तुलसीपुरमा रहेका छौँ र दाङ तुलसीपुर चाहिँ यो रेडियो तुलसीपुरको माथि टपबाट चाहिँ हामी चाहिँ यतिखेर दृश्य चाहिँ खिचिरहेका छौँ यहाँ चाहिँ हाम्रो यो चाहिँ दाङ तुलसीपुर चाहिँ यतिखेर चाहिँ यो एरिया चाहिँ सबै एरिया चाहिँ यहाँबाट चाहिँ सब एरिया चाहिँ देखिँदो रहेछ मलाई चाहिँ थाहा थिएन आज चाहिँ रेडियोमा काम गरेको कम्तीमा पनि 1 वर्ष भइसक्यो म चाहिँ यो ठाउँमा चाहिँ यहाँ पहिलोचोटि आएँ र यहाँ चाहिँ सब देखिँदो रहेछ यहाँ चाहिँ दामी देखिँदो रहेछ एकदम खतरा भ्यू यो दाङ तुलसीपुरको एरियाबाट सब देखिँदो रहेछ एकदम खुसी लाग्यो पहिलोचोटि देखियो यो दाङ तुलसीपुर एकैचोटि सबै अवलोकन गर्न पाइयो हेर्न सक्नुहुन्छ कति दामी छ है उतातिर के पर्छ त्यतातिर होला टक्क वरिपरि डाँडा काँडा छन् बिचैमा ठुलो सहर छ यहाँ चाहिँ मानिसहरू चाहिँ धेरै बस्छन् म चाहिँ यतातिरबाट तपाईँहरूमा चाहिँ म चाहिँ देखाइरहेको छु यो भ्यू चाहिँ एकदमै राम्रो दृश्य छ यहाँ चाहिँ बस्नलाई पनि अति नै उपयुक्त छ यहाँ चाहिँ वातावरण पनि शान्त छ र यहाँ चाहिँ पढ्नको लागि चाहिँ यहाँ विद्यार्थीहरू चाहिँ सल्यान रुकुम प्युठान बाट पनि आउने गरेका छन् र प्रायः जस्तो चाहिँ यही जिल्लाहरूबाट पनि आउने गरेका छन् र यहाँ चाहिँ खास गरी विद्यार्थी चाहिँ पढ्नको लागि पनि उपयुक्त छ र बस्नको लागि आफ्नो फ्यामिलीहरू पनि बस्नको लागि चाहिँ उपयुक्त छ यो देख्न सक्नुहुन्छ कति दामी छ राम्रो यति सुन्दर छ कि तुलसीपुर हाम्रो तुलसीपुर भन्दा नि केही नफरक पर्ने जस्तो छ एकदम बवाल छ आउनु सक्नुहुन्छ तपाईँ पनि यस ठाउँमा बस्नुहुन्छ म चाहिँ यस रेडियो तुलसीपुरमा कार्यरत प्राविधिक पनि हो प्रस्तुता पनि हो र चाहिँ अहिले चाहिँ म चाहिँ कार्यक्रम प्राविधिकमा चाहिँ छोडेर पनि म चाहिँ अहिले चाहिँ आफ्नै युट्युबतिर मिडिया क्षेत्रतिर लागेको छु मिडिया क्षेत्रको नाम रहेको छ फेसबुक पेजबाट एसडी खबर छ भने युट्युबबाट पनि छ के न्युज नेपाल रिपोर्ट र तपाईँ पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र हामीसँग जोड्नुहोस् र आज चाहिँ यतिखेर चाहिँ 2082 साल वैशाख 23 गते हो यतिखेर चाहिँ 23 गतेको समयमा चाहिँ हामी चाहिँ बसिरहेका छौँ उताखेर पनि दिदीहरू हुनुहुन्छ दिदी कस्तो लाग्यो भ्यू हेर्दाखेरि मलाई पनि एकदम ठिक लागिरहेको छ योमा चाहिँ यसरी एकैचोटि अवलोकन गर्न पाउनु भएको थियो कि नै पहिला चाहिँ आज चाहिँ पहिलोचोटि हो दाङ तुलसीपुर चाहिँ यसरी एकैचोटि अवलोकन गरेको एकदमै पनि हजुर एकदम अघि तल आउँदाखेरि डर लाग्यो के यति माथि भ्यू टावरमा ए हो तपाईँलाई कस्तो लागिरहेको छ त मलाई एकदम राम्रो लाग्छ अनि के यो रेडियो तुलसीपुरमा तपाईँ चाहिँ के हो प्राविधिक हजुर कार्यक्रम सञ्चालकमा पनि एकदमसँगले मिठो आवाजको ध्वनि स्वर भयो कि
हजुरको नाम चाहिँ के हो भनिदिनु न। नमस्ते सबैजनालाई, म प्राप्ति विषी ओरिजिनल रोल्पाबाट। हजुर अहिले म ठ्याक्कै रेडियो तुलसीपुरको स्टुडियो ठ्याक्कै उफ्र छतमा छु, ए हाम्रो टावर नजिकै। र योभन्दा अगाडि एकदम पानी परिरहेको थियो, अहिले ब्याकग्राउन्ड एकदमै राम्रो छ। एकदम यताउता हेर्न सक्नुहुन्छ। यहाँनिर के हो अरे, यहाँनिर पाहिने चोक, यता मदन आश्रम चोक मदम आश्रम चोक, हजुर मदम आश्रम चोकदेखि बाहिनी चोकदेखि ठ्याक्कै बिचमा छ हाम्रो सामुदायिक रेडियो तुलसीपुर एफएम। तपाईँ पनि भिजिट गर्न सक्नुहुन्छ, आउनुहोला। तपाईँहरू एक दुईवटा फोटासोटा हामीसँग खिच्नु होला, भेट्ने अवसर पनि पाउनु होला। तर त्यतिकै नआउनु होला, केही खानेकुरा लिएर आउनु होला। उहाँ दिदीले चाहिँ भनिसक्नुभयो के खानेकुरा ल्याएर हामीसँग भेट्न सक्नुहुन्छ। हामीसँग भेट्न चाहनुहुन्छ भने तपाईँहरू चाहिँ के खानेकुरा ल्याएर पनि भुल्नु सक्नुभएको छ। आज चाहिँ प्राप्ति विषी, उहाँ चाहिँ रोल्पाबाट हो। रोल्पाबाट यतातिर चाहिँ आफ्नो पढाइको सिलसिलामा र अहिले पढाइको सिलसिलामा यहाँ आउनुभएको छ। म पनि सल्यानबाट नै आएको हुँ। यहाँको पढाइको सिलसिलामा सँगै रेडियो तुलसीपुरमा कार्यरत पनि छु। र एउटा साथी पनि हुनुहुन्छ, फेरि हाम्रो साथी बुद्धि विवास हुनुहुन्छ। हामी बुद्धि विवाससँग पनि कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई। हजुर धन्यवाद। सन्चै आरामै हुनुहुन्छ? हजुर एकदम आरामै। हजुर चाहिँ यो रेडियो तुलसीपुरको के हो? अब रेडियो तुलसीपुरको अब सबै हेर्नुपर्छ, प्राविधिकदेखि लगायत कार्यक्रम सञ्चालक अनि त्यसैमा अनि गायक, त्यसैमा अनि नेतृत्व लगायत अनि सबैतिर समाजसेवा लगायत सबैतिर छु। अनि सबै ठिकै छ, बातचितै छ। समाजसेवी पनि भन्नुभयो, प्राविधिक पनि भन्नुभयो, कार्यक्रम प्रस्तुता पनि भन्नुभयो, गायक पनि भन्नुभयो। यतिखेर चाहिँ तपाईँले चाहिँ यी सबै भन्दाखेरिमा चाहिँ तपाईँले चाहिँ एउटा मिठो गीत पनि गाइदिन सक्नुहुन्छ हाम्रो दर्शक श्रोताहरूलाई। गाइदिनु न। म गाइदिइहाल्छु है त। हजुर। छिट्टै आउँछु भनी गएको छैन र माया लागेको, छिट्टै आउँछु भनी गएको छैन र माया लागेको, यहाँ त साइली बेग्लै भयो नि, यो दुनियाँ त साइली बेग्लै भयो नि, मलाई माया गर्ने मान्छे आज एक्लै भयो नि। हजुर यो दुनियाँ एक्लै भयो नि, मलाई माया गर्ने बेग्लै भयो नि। यहाँले चाहिँ माया चाहिँ कति गर्नुभयो नि आफ्नो प्रेमिकाहरूलाई चाहिँ? गीत सङ्गीतमा मात्रै हो। अझै खुट्टामा उभिनलाई अझै समय छ, किनकि खुट्टामा अझै उभिएको छैनौँ, किनकि बाबुआमाकै खुट्टामा उभिराखेका छौँ। त्यही भएर आज समय लाग्छ, किनकि अब कुनै चिजको लागि आफूले त्यो गर्नको लागि अब जिम्मेवारी लिनको लागि त आफ्नो जागिर अनि कुनै अनि ब्याङ्क ब्यालेन्स हुनुपर्छ। त्यही भएर आज त्यस्तो सोचेको छैनौँ, गीतमा मात्रै हो। गीतमा मात्रै सीमित र माया पनि लागेको छैन भन्नुभयो। ल ठिक छ, हाम्रो साथीहरूले बुद्धि बसेर कुराकानी गरे, एकदम मिठो गीत गाउनुभयो। हजुरको घर चाहिँ कहाँ हो नि यतिखेर हाम्रो दर्शकहरूलाई? यतिखेर मेरो भन्नुपर्दाखेरि यो तुलसीपुर नगरपालिकाले नै छोइसकेको छ, उपनगरपालिका परेको छ। तुलसीपुरको यतिखेर हामी छौँ है, 14-15 भन्ने हाम्रो ठाउँमा घर हो मेरो। जस्तो यो एउटा म रेडियो सहकारी क्षेत्रको लागि म यता बजार साइडतिर बसोबास छ र त्यत्तिकै हो। अब गाउँठाउँतिर खेती किसानी लगायत सबै गरिन्छ। अब रेडियोको ठाउँमा रेडियोलाई निरन्तर दिने, अब खेतीपातीलाई निरन्तर दिने, सबै चिजलाई मिलाएर नै सहकारी गरिराखेको छु। हजुर सबै चिजलाई सहकारी गराएर मिलाएर राखेको छु। यति यो रेडियोमा प्रवेश गर्दाखेरि चाहिँ कार्यक्रम प्रस्तुता हुँदाखेरि चाहिँ गायक हुँदाखेरि चाहिँ तपाईँलाई चाहिँ कतिको अप्ठ्यारो महसुस भयो? तपाईँले चाहिँ कति दिने समस्या झेल्नुभयो? यतिखेर तपाईँले भनिदिन सक्नुहुन्छ? समस्या त धेरै झेल्नुपर्छ, किनकि हामी गरिब खेती किसानको छोराहरू हौँ। किनकि हामी गरिब मान्छेलाई धेरै समस्याहरू आउँछ, किनकि अब यता गर्दा अब रेडियो क्षेत्रतिर गर्दा घरतिरको काम रहन्छ, घरतिर गर्दा रेडियोतिर छुट्छ। र गीत सङ्गीतमा पस्नको लागि पनि अब पैसा हुनुपर्छ, पैसा नभएर मात्रै हुँदैन। किनकि शब्द त जति पनि हुन्छ, किनकि अब शब्द मात्रै भएर होइन, रेकर्ड गर्नको लागि पैसा चाहियो, गायिकालाई दिनु पर्यो। र म्युजिक भिडियो गर्दा पनि धेरै पैसा लाग्छ, किनकि हामीले धेरै जसो अब एउटा गीत रेकर्ड गर्दाखेरि 40-50 हजार रेकर्ड लाग्छ सामान्य गीतको लागि। अब त्यसैमा गायिकालाई मिलाएर गर्दाखेरि पनि र म्युजिक भिडियोको लागि पनि अब 50-60 हजार हुनैपर्छ सामान्य भिडियोको लागि, आफ्नो गाउँठाउँ अनि गाउँठाउँको लागि। र एकदमै गाह्रो छ यो क्षेत्रमा, गाह्रै छ, किनकि अब सबै कुरा मिलाउनु पर्छ, घर परिवार लगायत फ्यामिली सबैको चित्त बुझाउनु पर्छ। र चित्त
चित्त बुझाउँदा बुझाउँदै अरूको चित्त बुझाउँदा बुझाउँदै आफ्नो चित्त फेरि कसले बुझाउने त्यो पनि थाहा हुँदैन किनकि यो क्षेत्र भनेको अलिकति खुट्टा तान्ने क्षेत्र पनि रहेको छ कतिपयले राम्रो गर्दा गर्दै पनि राम्रो भएन भनेर खुट्टा धेरैले तान्छ तर खुट्टा तान्यो भन्दैमा आफूले हार खानु हुँदैन पनि जस्तो लाग्छ किनकि हामीले धेरैलाई भेटाइसकेका छौँ खुट्टा तान्ने खुट्टा तान्यो भन्दैमा आज हामी हार पनि खाँदैनौँ र हार खाने पनि छैनौँ किनकि हामी धेरै जसो अब किनकि अब रोल्पादेखि प्राप्ति बहिनी झर्नु भएको छ किनकि सङ्घर्ष नगरेको भए यतिखेर दाङको एरियामा आएर किनकि यत्रो सङ्घर्षसँग प्राविधिक सम्हाल्ने रेडियो फाँच सम्हाल्ने भनेको एकदमै ठुलो कुरा किनकि बहिनी सानैदेखि सङ्घर्ष गर्यो र आफ्नै सानसँग अहिले यो तुलसीपुर एरियामा किनकि मजाले प्राविधिक गरेको छ खुल्ला अनि स्वतन्त्र रूपमा र धेरै जसोलाई के भन्न चाहन्छु भने गुम्सिएर नबस्नु होला यदि तपाईँहरू यदि गुम्सिएर बस्नुभयो भने किनकि बहिनी जस्तो सहकारी गर्न सक्नु हुँदैन किनकि बहिनीमा क्षमता छ साहित्य कार्यक्रम उत्तिकै राम्रो आउँछ अनि लोकगीताको कार्यक्रम पनि उत्तिकै राम्रो आउँछ र सबैतिर है प्राविधिकदेखि लगायत अनि विज्ञापन मिक्सिङ एडिट सबै आउँछ यो बहिनीको खुबी छ किनकि बहिनीलाई पनि म धेरै धेरै शुभकामना दिन्छु अझै राम्रो काम गर्दै जानु भन्छु किनकि हाम्रो बहिनी यो रेडियो तुलसीपुर मात्रै नभएर धेरै रेडियोमा बहिनीले हात हालिसक्नु भएको छ धेरै ठाउँमा काम गर्नुभयो र यतिखेर पढाइको सिलसिलाको कारणले गर्दा दाङमा झर्नुभयो अब गरिरहेको मान्छेलाई कुनै ठाउँ जाँदा पनि चित्त बुझ्दैन किनकि त्यही भएर बहिनीको रुचि यसैमा छ संसार क्षेत्रमा त्यही भएर बहिनी अहिले रेडियो तुलसीपुरमा एकदमै मजा बवाल तरिकाले एकदमै आफ्नो काम कारणलाई एकदमै अगाडि बढाइराख्नु भएको छ यतिखेर चाहिँ हाम्रो दिदी हुनुहुन्छ प्राप्ति बिसी तपाईँ चाहिँ सञ्चार क्षेत्रमा सञ्चार जगतमा पाइला अगाडि कदम चलाउँदै गर्दाखेरि चाहिँ तपाईँ चाहिँ पहिला कदममा चाहिँ कसरी आँट गर्नुभयो तपाईँले चाहिँ त्यो हुन्छ नि तपाईँले चाहिँ त्यो रेडियो क्षेत्रमा सञ्चार जगतमा चाहिँ पाइला चाल्दै गर्दाखेरि कतिको समस्या झेल्नुभयो अथवा तपाईँले चाहिँ कुनै पनि समस्या नझेलेर यस ठाउँसम्म आउनुभयो के यस्तो हुन्छ भाइ मैले खास गरी रेडियोमा सङ्घर्ष धेरै गरेँ हो म कक्षा 8मा पढ्दाखेरिबाटै सामुदायिक रेडियो पल्लवी एफएममा कार्यरत भएँ र पछिल्लो समयमा चाहिँ अलिकति सहजै भए जस्तो फिल भयो आफूलाई पनि अघिल्लो समयमा हप्ताको एउटा कार्यक्रम दिनुभएको थियो दाइले ठ्याक्कै म कार्यक्रम ल्याउन जाने होइन अनि त्यसपछि हप्ताको 4-15बाट करिब 5 बजे आउने कार्यक्रम शनिबार थियो मैले सुरुमा कार्यक्रम अभिनय धमाका ल्याएको थिएँ होइन सुरुमा कार्यक्रमको ओपनिङमा चाहिँ अभिनय गरेर कार्यक्रम इन्डिङ गर्नुपर्ने थियो धेरैजनाको माया त्यहाँबाट पाइयो त्यसपछि त्यहाँ बस्न सक्ने त्यो अवस्था थिएन दाइहरू भाइहरू चाहिँ त्यति बस्नुहुन्थ्यो अनि त्यसपछि म त्यहाँ नबसेरै 5 बजे हिँडेर करिब 2 घन्टाको बाटो घरमा आइन्थ्यो घर आउँदा आउँदै रात पर्थ्यो एकदमै गाह्रो हुन्थ्यो बाटोमा त्यही माथि पनि पछिल्लो समय 9-10मा पढ्दाखेरि झन् अब ट्युसनहरू पढ्ने भयो त्यसपछि ट्युसन पढ्ने बेला झन् अब घरबाट जान एकदमै गाह्रो अब कार्यक्रमले गर्दा नै रेडियोमा काम गर्ने बेला चाहिँ अब अलिकति सङ्घर्ष नै भयो पहिले चाहिँ पछिल्लो समयमा चाहिँ एकदमै सहज भयो किनभने पछिल्लो समय चाहिँ एकदम सहज भयो आफूले चाहिँ कादेमहरू पाइला चाल्दै गर्दाखेरि चाहिँ आफूले पनि सिकियो गरियो अनुभव लियो त्यसैका कारणले चाहिँ सहज हुँदै गयो भन्नुभयो एकदमै सहज भयो त्यसपछि त्यहाँबाट करिब 2-3 वर्ष काम गरेँ सामुदायिक रेडियो पल्लवीमा त्यसपछि मलाई सल्यानको रेडियोमा चाहिँ अफर आयो जो स्टेसन म्यानेजर सन्तोष घरती सामुदायिक रेडियो कपुरको डेफिङको म्यानेजर आदरणीय सर आदरणीय गुरु पनि भनौँ मलाई यहाँसम्म ल्याउनलाई एकदमै सपोर्ट दिनुभएको छ अहिलेसम्म सपोर्ट दिइराख्नु भएको छ र उहाँले गर्दा चाहिँ आइयो र त उहाँको रेडियोमा प्रवेश गरेपछि झन् आनन्द बेग्लै भयो त्यसपछि यतातिर झरेपछि जो आदरणीय दाई तेज बहादुर विरही दाईलाई मनैदेखि मर्डन गर्न चाहन्छु मलाई यहाँसम्म ल्याउनलाई अवसर दिनुभएको छ अहिले पनि उहाँकै सपोर्ट छ होइन र अहिले जो तपाईँहरूसँग सहयात्रा गर्न पाइरहेका छु एकदमै खुसी लाग्छ अब योभन्दा पछिल्लो समयमा के कस्तो हुने हो यति बोले हजुर तपाईँले चाहिँ कार्यक्रम चलाउँदाखेरि धेरै सङ्घर्ष दुःख गर्दै झेल्दै यहाँसम्म आउनुभयो तपाईँले चाहिँ पहिलो सुरुमा चाहिँ कार्यक्रम अभिनय मञ्च तपाईँले चाहिँ कार्यक्रम चलाउनु भयो त्यो कार्यक्रम चलाउँदै गर्दा चाहिँ तपाईँले चाहिँ अभिनय चाहिँ भित्री हृदयदेखि आउनुपर्छ कि जुन चाहिँ अभिनय गर्दा चाहिँ तपाईँलाई चाहिँ त्यो अभिनय चाहिँ कुनै क्षेत्रमा चाहिँ कुनै अभिनय गर्दाखेरि चाहिँ तपाईँको मन मुटुमा छोएको कुनै अभिनय छ अभिनय त छ तर अहिले ठ्याक्कै आइराखेको छैन कि मैले खास गरी के हुन्छ भने कतिपय आफ्नो विषयवस्तुमा पनि आधारित हुन्छ अभिनय होइन कतिपय अरूको विषयवस्तुमा पनि हुन्छ अहिले त म अभिनय गरिरहन्थेँ पहिले अहिले त बिस्तारै अब स्ट्रङ भइसक्यो बिस्तारै अब पछाडि परिसक्यो अभिनयलाई म पछाडि पारिसकेँ
कहिलेकाहीँ मात्रै यसो विषयवस्तु ती अनुसारको भयो भने आफूलाई गर्न मन लागेको बेला चाहिँ गर्छु होइन। अरूको विषयवस्तुमा आधारित रहेर भए पनि मेरो विषयवस्तुमा होला चाहे अरूको होला गर्छु। तर याद चाहिँ छ एकचोटि चाहिँ म एकदमै बिरामी भएको थिएँ घरमा हुँदाखेरि। त्यसपछि आमा पनि माउला हुनुहुन्थ्यो, घरमा हुनुहुन्थेन। त्यसपछि एकदमै गाह्रो भयो। ठ्याक्कै मैले दाइलाई फोन गरेँ, दाइ रेडियो हेरिदिनुहोस्, म आउन सक्दैन, कार्यक्रम नल्याइदिए पनि भने। दाइले चाहिँ मेरो पनि काम छ, आउनु पऱ्यो, हेर्नु पऱ्यो भन्नुभयो। म सामुदायिक रेडियो पल्लवीमै हुँदाखेरि। अनि त्यसपछि म यहाँबाट गइसकेँ। त्यसपछि मलाई कार्यक्रमको टेन्सन भन्दा पनि आमाको एकदमै टेन्सन भयो।